सम्पूर्ण हजुरहरुमा साझ प्रणाम सहित नमस्कार साथै आलो सम्झना टक्राउन चाहन्छु। विशेष गरेर हजुरहरुको माझमा विभिन्न प्रकारको छोटो भिडियोहरु लिएर उपस्थित हुने गरेको छु र आज चाहिँ विशेष गरेर यो गाउँले जीवनको कथा व्यथामा आधारित गाउँको खबर लिएर केही कृषि जैविक खेतीको विषयमा यहाँ तपाईहरुको समक्षमा यो छोटो भिडियो समावेश गरिरहेको छु। स्वीकार्नुहोस्। यदि मेरो यो युट्युब च्यानललाई कसैले सब्स्क्राइब गर्नु भएको छैन भने सब्स्क्राइब गरिदिनु हुन पनि हार्दिक अनुरोध गर्न चाहन्छु। साथै लाइक कमेन्ट शेयर पनि गरिदिनुहोस् है हजुरहरु। र यो पालीको विशेष गरेर विषय आलु खेती यस्तो छ। आलु खडेरी पनि लागिरहेको छ। अहिले मौसम खराब भइरहेको छ र यदि पानी परिहाल्यो भने पनि हेर्नुहोस् है पिल्सिनु थालेको छ। पानी परिहाल्यो भने पनि यो जुन चाहिँ जमिन तातिएको छ, जमिन तातिएकोमा यो असर नै पार्छ र यसमा फेरि तपाईहरुलाई थाहा भएकै कुरा हो यो पिल्सिनु सक्छ र पिल्सेर यस्तो नाङ्गै पनि भइसकेको छ र तपाईहरुलाई यो जानकारी गराए आलुको विषयमा। अनि यो मौसम अनुसार र ठाउँ अनुसारको यो यसपालीको इस्कुस पनि यत्रो लामो लामो भइसकेको छ र यसलाई थाङ्ग्रा लगाउनु बाँकी नै छ। र आजको विशेष काम भनेको चाहिँ मेरो यो रहेको थियो इस्कुसको मास बनाउनु थियो र हिजोदेखि हल्का सुरु गरेर आज समाप्त भएको छ, यानी कम्प्लिट भएको छ कामहरु। र सानो यो इस्कुसहरु यसरी मास नभएर बितिसकिगएको थियो र आज चाहिँ यसको पनि कम्प्लिट भएको छ र यसमा सपोर्ट मेरो परिवारले नै गरेको थियो। एक्लै त सकिँदैन, सामानहरु टिपिदिनु पर्यो, ओसार पसार गर्नु पर्यो। त्यसकारणले गर्दाखेरि अब यो इस्कुस यसरी अब मासमा चढ्नु पनि सुरु भएको छ र हजुरले यो भिडियोलाई सकेसम्म यो मेरो युट्युब च्यानललाई सब्स्क्राइब गर्नु भएको छैन भने सब्स्क्राइब पनि गरिदिनु हुन हार्दिक निवेदन गर्दै आजको यो छोटो भिडियो के कस्तो भयो कमेन्ट पनि गरिदिनु हुन अनुरोध गर्न चाहन्छु। आजको भिडियोलाई यही समाप्त गर्न चाहन्छु। धन्यवाद। फेरि अर्को भिडियो लिएर उपस्थित हुनेछु। धन्यवाद।